हेलो एन्ड वेलकम एभ्रीवान। आज हामी क्लास 12 मा 8 मार्क्स को जुन क्याश फ्लो स्टेटमेन्ट छ यसको बारेमा डिस्कस गर्न जाँदैछौँ। यो क्याश फ्लो स्टेटमेन्टमा चाहिँ तीनटा एक्टिभिटीजहरु हुन्छ। एउटा भनेको अपरेटिङ एक्टिभिटीज, अर्को फाइनेन्सिङ र अर्को चाहिँ इन्भेस्टिङ एक्टिभिटीज भनेर जम्मा तीनटा एक्टिभिटीज हुन्छ। तीनटा एक्टिभिटीजबाट चाहिँ हामीले क्याश इनफ्लो भइरहेको छ कि क्याश आउटफ्लो भइरहेको छ भन्ने कुरा चाहिँ हेर्नु पर्यो। अब यसमा यो फाइनेन्सिङ र इन्भेस्टिङ चाहिँ दुईटा मेथड छ जम्मा क्याश फ्लो स्टेटमेन्ट गर्ने। एउटा डाइरेक्ट मेथड हो, अर्को के हो इनडाइरेक्ट मेथड हो। यो डाइरेक्ट मेथडमा चाहिँ अपरेटिङ एक्टिभिटीज मात्र हामी जसरी गरेको इनडाइरेक्टमा डिफरेन्ट तरिकाले गर्छौं भनेको यो अपरेटिङ एक्टिभिटीज चाहिँ हामी डाइरेक्ट र इनडाइरेक्टबाट दुईटा तरिकाले गर्छौं भने यो फाइनेन्सिङ र इन्भेस्टिङ चाहिँ डाइरेक्टमा पनि त्यही हो इनडाइरेक्टमा पनि त्यही हो। आज चाहिँ हामी क्याश फ्लो स्टेटमेन्टको अपरेटिङ एक्टिभिटीज पनि डाइरेक्ट मेथडमा चाहिँ कसरी गर्ने त, के कुराहरु चाहिँ ध्यान दिनुपर्छ त भन्ने कुरा चाहिँ आज डिस्कस गर्न जाँदैछौँ। मैले यहाँ सबै क्याश अपरेटिङ एक्टिभिटीजमा के कुराहरु चाहिँ इन्क्लुड गरिन्छ भनेर लेखेको छु। यो चाहिँ सबैलाई के हुनु पर्यो त, सुरुमा याद हुनु पर्यो अनि मात्र क्याश फ्लो स्टेटमेन्टको अपरेटिङ एक्टिभिटीज चाहिँ मजाले गर्न आउँछ। अब सबैभन्दा फर्स्टमा के छ त भन्दा क्याश सेल्स एन्ड कलेक्सन फ्रम डेब्टर छ। अब यसमा के आइटमहरु चाहिँ हामीले ध्यान दिनुपर्छ त गर्दाखेरि के आइटम चाहिँ हामी खोज्ने हो त यसमा भन्दा एउटा यहाँ भनि नै रहेको छ के हो त सेल्स जान्छ भन्दैछ, अनि अर्को कलेक्सन फ्रम डेब्टर भन्दैछ भने डेब्टर जाने रहेछ। डेब्टर भन्ने बित्तिकै अब के बुझ्नु पर्यो, बिल्स रिसिभेबल अथवा अकाउन्ट रिसिभेबल अथवा कस्टमर पनि कहाँ जाने भयो त यही जाने भयो। अब डेब्टर भनेको चाहिँ के हो त भन्दा डेब्टर भनेको जसले हामीसँगबाट चाहिँ उधारोमा सामान लगेको छ नि त्यो मान्छेलाई चाहिँ हामी डेब्टर भन्छौं अथवा बिल्स रिसिभेबल अथवा कस्टमर भन्छौं। अब यो चाहिँ इनफ्लो हुन्छ कि आउटफ्लो हुन्छ चाहिँ म एकछिनमा भन्छु। अहिले चाहिँ हामीले के बुझ्नु पर्यो भने क्याश सेल्स एन्ड कलेक्सन फ्रम डेब्टरमा के आइटम जान्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। एउटा सेल्स रहेछ, अर्को डेब्टर रहेछ। अब अरु भनेको प्रोभिजन फर ब्याड डेट पनि यही जाने रहेछ, अनि ब्याड डेट रिकभर्ड, अनि प्रोभिजन फर डिस्काउन्ट अन डेब्टर्स, अनि डिस्काउन्ट अलाउड। यति कुराहरु चाहिँ कहाँ गयो त क्याश सेल्स एन्ड कलेक्सन फ्रम डेब्टरमा गयो। यसरी आउनु पर्यो। ठ्याक्क हामीले क्वेशन हेर्ने हो, क्वेशनमा चाहिँ यो आइटमहरु दिएको छ कि छैन खोज्ने हो यो रेकर्ड गर्दाखेरि चाहिँ। अब अर्कोमा के छ त भन्दा क्याश पेड टु सप्लायर्स एन्ड पर्चेज अफ मर्चेन्डाइज भन्छ हैन। अब हामीले किन्दाखेरि लागेको खर्चहरु र सप्लायरलाई पे गर्दाखेरिको पैसालाई चाहिँ हामी कहाँ रेकर्ड गर्छौं यहाँ भन्दैछ। एउटा भनेको कस्ट अफ गुड्स सोल्ड भयो। यो कस्ट अफ गुड्स सोल्ड भनेको चाहिँ के हो त भन्दा यदि हामीलाई क्वेशनमा दिएको छैन भने ओपनिङ स्टक प्लस पर्चेज माइनस क्लोजिङ स्टक गरौँ भने चाहिँ हाम्रो के आउँछ त कस्ट अफ गुड्स सोल्ड आउँछ, तर प्राय जसो क्वेशनमा दिएकै हुन्छ। अर्को भनेको इन्भेन्ट्री अथवा यसलाई स्टक पनि भन्छ, इन्भेन्ट्री अथवा स्टक पनि यहाँ पर्यो। अर्को क्रेडिटर्स, पर्चेज अफ मर्चेन्डाइज अथवा सप्लायर यहाँ भनिरहेको छ। यो सप्लायर भन्ने बित्तिकै क्रेडिटर अथवा बिल्स पेएबल अथवा अकाउन्ट पेएबल अथवा सप्लायर भनेको के हो त एउटै हो, यो गयो भनेर बुझ्नु पर्यो। अब अघि यहाँ माथि हामीले डिस्काउन्ट अलाउड लेखिसक्यौं, अब यहाँ के गयो डिस्काउन्ट रिसिभ। यति कुराहरु चाहिँ केमा जान्छ त क्याश पेड टु सप्लायरमा गयो। त्यसपछि क्याश पेड टु एम्प्लोइज एन्ड फर अदर अपरेटिङ एक्सपेन्सेस छ। अब यसमा के गयो अपरेटिङ एक्सपेन्सेस। अब यो अपरेटिङ एक्सपेन्सेसमा चाहिँ हामीले के ध्यान दिनुपर्छ भने अपरेटिङ एक्सपेन्सेस सबै जाँदैन एक्सेप्ट नन क्याश ट्रान्ज्याक्सन। नन क्याश ट्रान्ज्याक्सन बाहेक सबै अपरेटिङ एक्सपेन्सेसहरु चाहिँ कहाँ जान्छ त यहाँ जान्छ। कहिले पनि हामी क्याश फ्लो स्टेटमेन्टमा चाहिँ नन क्याश ट्रान्ज्याक्सन चढ्दैन है। जस्तै डिप्रिसिएसन भयो, एमोर्टाइजेसनहरु भयो, रिटर्न अफहरु भयो, त्यो चाहिँ नन क्याश ट्रान्ज्याक्सनहरु चाहिँ चढ्दैन, क्याश ट्रान्ज्याक्सनहरु मात्र चढ्छ। त्यही भएर अपरेटिङ एक्सपेन्सेसबाट के गर्नुपर्छ सधैँ अपरेटिङ एक्सपेन्सेस माइनस डिप्रिसिएसन गर्नुपर्छ। प्राय यसमा हुने डिप्रिसिएसन हो। अर्को रिटर्न अफ छ भने त्यो पनि घटाउनु पर्यो। अपरेटिङ एक्सपेन्सेसमा चाहिँ यिनीहरु चढ्दैन। अनि अर्को यसमा सम्झिने के हो त एक्सपेन्सेससँग रिलेटेड भनेको यदि तीनटा कुरा मात्र हो। एउटा अपरेटिङ एक्सपेन्सेस, अर्को आउटस्ट्यान्डिङ एक्सपेन्सेस, अर्को प्रिपेयर्ड एक्सपेन्सेस, अनि लास्टमा अनि अर्को भनेको चाहिँ इन्ट्रेस्ट पेड छ। इन्ट्रेस्ट पेडमा के गयो त यो पनि इन्ट्रेस्टसँग रिलेटेड, यसको टपिकबाट हेडिङबाटै थाहा भइगयो हामीलाई। इन्ट्रेस्ट एक्सपेन्सेस
अनि इन्ट्रेस्टसँग रिलेटेड प्रिपेड र आउटस्ट्यान्डिङ भयो। त्यसैगरी यतापट्टि हाम्रो अर्कोमा के छ त ट्याक्स पेड छ। अब यसमा पनि सेम ट्याक्स एक्सपेन्सेस र आउटस्ट्यान्डिङ र प्रिपेड, आउटस्ट्यान्डिङ अथवा प्रोभिजन र प्रिपेड ट्याक्स एक्सपेन्सेस यहाँ गयो। त्यसैगरी इन्ट्रेस्ट र डिभिडेन्ड रिसिभ। अब इन्ट्रेस्ट एन्ड डिभिडेन्ड रिसिभ भन्ने रिसिभ भन्ने इन्कम हो, त्यही भएर यो चाहिँ के हो त इन्ट्रेस्ट इन्कम र यो दुईटा मात्र गयो, डिभिडेन्ड रिसिभ यो दुईटा मात्र भयो यहाँ। अब लास्टमा यो एक्स्ट्रा अर्डिनरी एक्टिभिटिज भन्छ, जम्मा यति 7 वटा कुरा हुन्छ यसमा। यो एक्स्ट्रा अर्डिनरी एक्टिभिटिज भन्ने बित्तिकै यसमा दुईटा कुरा सम्झिनु पर्यो, एउटा सर्ट टर्म ब्याङ्क लोन र ब्याङ्क ओभरड्राफ्ट। लङ टर्म ब्याङ्क लोन चाहिँ हामी कहाँ रेकर्ड गर्छौँ, पछि फाइनेन्सिङमा रेकर्ड गर्छौँ भने यहाँ चाहिँ सर्ट टर्म ब्याङ्क लोन र ब्याङ्क ओभरड्राफ्ट। अब यो त यो कुन टपिकमा के ट्रान्जेक्सनहरू के आइटमहरू जान्छ भन्ने कुरा हामीले बुझ्यौँ। अब यो भन्दा एक्स्ट्रा कुरा हामीले बुझ्नुपर्ने के हो भने हामी बनाउँदैछौँ क्याश फ्लो स्टेटमेन्ट। अब यसमा चाहिँ हामीले के बुझ्नुपर्छ भने क्यास इनफ्लो भइरहेको छ कि क्यास आउटफ्लो भइरहेछ भन्ने कुरा बुझ्नु पर्यो। क्यास चाहिँ इनफ्लो भएको छ कि क्यास आउटफ्लो हुँदैछ भन्ने कुरा बुझ्नु पर्यो। अब क्यास इनफ्लो भनेको के हो त सिधा भाषामा भन्दा पैसा कम्पनीमा आइरहेको छ कि कम्पनीबाट पैसा गइरहेको छ भन्ने हो। जस्तै एक्सपेन्सेस भनेको के हो, खर्च। खर्च हुँदा पैसा आउँछ कि जान्छ भन्दा क्यास आउटफ्लो हुन्छ भनेको। एक्सपेन्सेस भनेको चाहिँ आउटफ्लो रहेछ। आउटफ्लो भन्ने बित्तिकै पैसा गयो, पैसा गयो भने चाहिँ त्यसलाई हामीले के गर्नुपर्छ त माइनस गर्नुपर्छ भनेर बुझ्नु पर्यो। अनि इन्कम, इन्कम भनेको त आम्दानी हो। आम्दानीले त पैसा, इन्कम भनेको त जेनेरेट गर्छ नि त, त्यसले पैसा रिसिभ हुन्छ, त्यही भएर त्यसलाई चाहिँ के गर्नु पर्यो प्लस गर्नु पर्यो। अब यो सेल्स के रहेछ त, यो सेल्स भनेको के हो बिक्री। हामीले कुनै पनि सामान बिक्री गर्यौँ भने क्यास इनफ्लो भयो कि आउटफ्लो भयो त भन्दा क्यास इनफ्लो भयो, त्यही भएर यो के गर्नु पर्यो यसलाई प्लस गर्नु पर्यो। त्यसैगरी यहाँ अर्को डिस्काउन्ट अलाउड छ। यो डिस्काउन्ट अलाउड भनेको चाहिँ के हो त भन्दा हामीले कसैलाई छुट दियौँ भने हाम्रो पैसा हामीलाई प्रफिट भयो कि लस भयो यसरी पनि हेर्न सक्छौँ। हामीलाई नाफा भइरहेछ कि घाटा भइरहेछ। नाफा हुनु भनेको के हो इनफ्लो हुनु, लस हुनु भनेको के हो आउटफ्लो हुनु। अब डिस्काउन्ट अलाउड भनेपछि हामीले कसैलाई के गर्यौँ छुट दियौँ भने हामीलाई आउनुपर्ने पैसा आएन भनेपछि आउटफ्लो भयो भनेर बुझ्नु पर्यो। सधैँ पैसा हामीले गएको पैसालाई मात्र आउटफ्लो भन्दैनौँ, यदि रिसिभ गर्नुपर्ने पैसा रिसिभ हुन सकेन भने पनि त्यो पनि के हो त आउटफ्लो हो। त्यही भएर डिस्काउन्ट अलाउड भनेको पनि के भयो त माइनस भयो। यसै गरी अरू जस्तै इन्कम ट्याक्स एक्सपेन्सेस, एक्सपेन्सेस भन्ने बित्तिकै आउटफ्लो माइनस भयो। कस्ट अफ गुड सोल्ड भन्ने बित्तिकै यो खर्च भयो, खर्च के भयो त माइनस भयो। डिस्काउन्ट रिसिभ भन्ने बित्तिकै हामीले रिसिभ गर्यौँ डिस्काउन्ट, हामीलाई फाइदा भयो, त्यही भएर यो के हुन्छ प्लस। यसरी बुझ्नु पर्यो। एक्सपेन्सेस भन्ने बित्तिकै माइनस इन्कम भन्ने बित्तिकै के हुन्छ त प्लस हुन्छ भनेर। अब अर्को भनेको करेन्ट एसेट्स र करेन्ट लाइबिलिटिज हुन्छ हैन, अथवा एसेट्स मात्र बुझौँ न, एसेट्स अथवा र लाइबिलिटिजको कुरा हो। एसेट्स बढ्यो भने के हुन्छ, एसेट्स घट्यो भने के हुन्छ। लाइबिलिटिज बढ्यो भने के हुन्छ, एसेट्स बढ्यो भने के हुन्छ, एसेट्स घट्यो भने के हुन्छ। लाइबिलिटिज बढ्यो भने के हुन्छ, लाइबिलिटिज घट्यो भने के हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। हाम्रो सम्पत्ति सपोज एउटा इक्जाम्पलै लिएर हेरौँ, जस्तै जग्गा छ अरे, त्यो जग्गालाई चाहिँ हामीले बेच्यौँ अरे, बेच्यौँ भने त एसेट्स के भयो त घट्यो। घट्यो भने अब पैसा के हुन्छ त बेच्दाखेरि आउने रहेछ नि त, त्यही भएर एसेट्स घट्यो भने चाहिँ प्लस गर्नु पर्यो भनेर बुझ्नु पर्यो। ल्यान्ड थियो, ल्यान्ड बेच्यौँ, ल्यान्ड त घट्यो नि त हाम्रो, तर के जेनेरेट भयो त क्यास चाहिँ इन्फ्लो भयो भनेर बुझ्नु पर्यो। अब त्यसो भए एसेट्स घट्दा प्लस हुन्छ भने एसेट्स बढ्दा के हुने रहेछ त माइनस हुने रहेछ भनेको हामीले अब जग्गा नयाँ जग्गा किन्यौँ भने त थप्यो नि त, थप्यो भने त पैसा चाहिँ गयो हाम्रो, क्यास चाहिँ आउटफ्लो भयो। त्यसैगरी लाइबिलिटिजको कुरा चाहिँ अब अपोजिट हुन्छ। लाइबिलिटिज एसेट्स घट्दाखेरि प्लस भइरहेको छ भने लाइबिलिटिज बढ्दा के हुन्छ प्लस। इक्जाम्पलै लिएर हेर्दा पनि हुन्छ। लोन थियो हाम्रो 50,000 को, हामीले अझै 50,000 को लोन लियौँ भने लोन बढेर 1 लाख भयो, तर पैसा पनि त 50,000 आयो, त्यही भएर के भयो यहाँ प्लस भयो। अब लाइबिलिटिज घट्दा के हुन्छ माइनस। यति कुरा चाहिँ हामीले यसमा बुझ्नु पर्यो। अनि यही आधारमा हामी के गर्न सक्छौँ त कुन चाहिँ इन्फ्लो भइरहेछ कुन चाहिँ आउटफ्लो भइरहेछ भन्ने कुरा चाहिँ बुझ्छौँ। ल अब क्यास फ्लो स्टेटमेन्टको फर्मेटहरु है त कस्तो हुन्छ भने अब यसमा 3टा एक्टिभिटिज हुन्थ्यो। सबैभन्दा सुरुमा क्यास
फ्लो फ्रम अपरेटिङ एक्टिभिटीज हैन। अब अपरेटिङ एक्टिभिटीजमा चाहिँ सबैभन्दा सुरुमा क्याश सेल्स एन्ड कलेक्सन फ्रम डेप्टर्स थियो हैन। अब यसमा के आइटम जान्छ भनेर हामीले डिस्कस गरिसक्यौं। अब यो चाहिँ त्यो आइटमहरु चाहिँ इनफ्लो हुँदैछ कि आउटफ्लो हुँदैछ भन्ने कुरा चाहिँ अब हामी लेख्दै जान्छौं है त। सबैभन्दा सुरुमा के थियो त भन्दा सेल्स थियो। अब सेल्स भन्ने बित्तिकै बिक्री, हामीले बिक्री गर्यो भने यो चाहिँ इन्कम हो हाम्रो। इन्कम भन्ने बित्तिकै के हुन्छ त, यो कुरा चाहिँ बुझ्नु पर्यो। इन्कम एक्सपेन्सेस हुँदा के हुन्छ, आउटफ्लो हुन्छ। इन्कम हुँदा के हुन्छ, इनफ्लो हुन्छ। इनफ्लो भनेको प्लस हो, आउटफ्लो भनेको के हो, माइनस हो। अनि एसेट्स बढ्यो भने के हुन्छ, एसेट्स घट्यो भने के हुन्छ, लायबिलिटीज बढ्यो भने के हुन्छ, लायबिलिटीज घट्यो भने के हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। अब लायबिलिटी एसेट्स बढ्यो भने के हुन्छ, हामीले जग्गा जमिन किनेर, जग्गा प्लान्ट एन्ड मेसिनरीहरु, ल्यान्ड एन्ड बिल्डिङहरु हामीले किन्यौं भने के हुन्छ, एसेट्स त बढ्यो तर पैसा गयो, आउटफ्लो भयो, त्यही भएर माइनस गर्नु पर्यो। त्यसो भए यो प्लस हुन्छ। लायबिलिटीज बढ्यो भने हामीले लोन लियौं भने पैसा त आयो, इनफ्लो भयो। इनफ्लो भयो कि भएन त, इनफ्लो भने प्लस भयो, लायबिलिटीज भयो भने माइनस गर्नु पर्यो भनेर बुझ्नु पर्यो। अब सेल्स भनेको इन्कम हो भनेपछि यसलाई के गर्नु पर्दो रहेछ, प्लस। प्लस हो भने जस्ताको तस्तै लेखिदिने, माइनस हो भने ब्र्याकेटमा लेख्ने। त्यसपछि अर्को डेप्टर हुन्छ। अब डेप्टर भनेको त के हो त, इन्कम हो कि एक्सपेन्सेस हो कि एसेट्स हो कि लायबिलिटीज हो भन्दा एसेट्स हो, सम्पत्ति। अब डेप्टर बढ्यो भने इन्क्रिज इन डेप्टर्स भन्छ। क्वेशनमा हामीलाई डेप्टर बढ्यो भनेर भन्दैछ भने अब डेप्टर बढ्यो भने के भयो त, एसेट्स बढ्यो भने के हुन्छ त भन्दा माइनस हुने रहेछ। अनि डिक्रिज भयो भने, डिक्रिज भनेको घट्यो भने डिक्रिज इन डेप्टर्स। डेप्टर्स भन्ने बित्तिकै अब अरु पनि बुझ्नु पर्यो, बिल्स रिसिएबल, अकाउन्ट रिसिएबल, सप्लायर्स भनेर सबै बुझ्नु पर्यो। अब डिक्रिज इन डेप्टर्स भयो भने चाहिँ अब डेप्टर घट्नु भनेको एसेट्स घट्नु, सम्पत्ति घट्नु हो नि त। सम्पत्ति घट्नु भनेको के हो त, इन्फ्लो हो। अघि हामीले त्यहाँ बुझिसकेको छ यो कुरा। अब यसैगरी अर्को जाने यसमा के हो त, ब्याड डेट रिकभर्ड। अब ब्याड डेट रिकभर्ड भनेको के हो त, ब्याड डेट रिकभर्ड भनेको के हो, इन्कम हो। हामीले खराब ऋण बनाइसकेको पैसा चाहिँ फेरि रिटर्न आयो भने त्यसलाई हामी ब्याड डेट रिकभर्ड भन्छौं। त्यो चाहिँ हाम्रो इन्कम हो। इन्कम भनेको के हो, इन्फ्लो हो। इन्फ्लो भन्ने बित्तिकै हामीले त्यसलाई के गर्नु पर्यो, प्लस गर्नु पर्यो। त्यसैगरी अर्को हुन्छ प्रोभिजन फर ब्याड डेट। हामीले के चाहिँ बुझ्नु पर्यो भने यहाँ यो टपिकमा जाने आइटमहरु चाहिँ एक्सपेन्सेस हो कि इन्कम हो कि एसेट्स हो कि लायबिलिटीज हो। एक्सपेन्सेस हो भने त्यसलाई के गर्नु पर्यो, माइनस गर्नु पर्यो। इन्कम हो भने त्यसलाई केमा लेख्नु पर्यो, प्लसमा लेख्नु पर्यो। एसेट्स हो भने बढ्दैछ कि घट्दैछ हेर्नु पर्यो। बढ्दैछ भने केमा लेख्नु पर्यो, माइनसमा लेख्नु पर्यो। घट्दैछ भने केमा लेख्नु पर्यो, प्लसमा लेख्नु पर्यो। त्यसैगरी लायबिलिटीज हो भने चाहिँ बढ्दैछ भने केमा लेख्नु पर्यो, प्लसमा लेख्नु पर्यो। घट्दैछ भने केमा लेख्नु पर्यो, माइनसमा लेख्नु पर्यो। अब त्यसैगरी अब प्रोभिजन फर ब्याड डेट छ। प्रोभिजन फर ब्याड डेट हामी कहाँ राख्छौं, के हो त्यो भन्ने कुरा बुझ्नु पर्यो। प्रोभिजन फर ब्याड डेट भन्ने बित्तिकै के हो त, लायबिलिटीज। लायबिलिटीज अब बढ्दैछ कि घट्दैछ, अब बढ्दैछ भने केमा राख्नु पर्यो, प्लसमा राख्नु पर्यो। यसरी बुझ्नु पर्यो सबै कुराहरु चाहिँ। अब त्यसैगरी अर्को अब डिस्काउन्ट अलाउड हुन्छ। डिस्काउन्ट अलाउड चाहिँ के भयो त, हामीले डिस्काउन्ट अलाउड भने त्यो लस हो नि त। हामीले कसैलाई डिस्काउन्ट दियौं भने हाम्रो लागि घाटा हो। यदि लस हुँदैछ भने लस भन्ने बित्तिकै एक्सपेन्सेसै भनेर बुझ्दा पनि भयो हैन। घाटा हुँदैछ भने के भयो त, माइनस हुँदैछ, आउटफ्लो भयो भनेर बुझ्नु पर्यो घाटा भनेको हो। त्यसैगरी अब अरु त्यो जुन प्रोभिजन फर डिस्काउन्ट अन डेप्टर, प्रोभिजन फर ब्याड डेटहरु छ नि, त्यो त्यति प्राय हुँदैन। हुने जति मैले लेख्दिहाले। त्यो भयो भने पनि अब हामीलाई गर्न आउँछ, किनभने एसेट्स बढ्दैछ कि घट्दैछ, लायबिलिटीज बढ्दैछ कि घट्दैछ, इन्कम हो कि एक्सपेन्सेस हो, हामीले मजाले चिनिसकेपछि त्यो कम्प्लिट भइहाल्छ। अब यहाँबाट सबै गरेको कुराहरुलाई चाहिँ हामी के गर्छौं त, प्लसमा आयो भने प्लसमा लेख्छौं, माइनसमा आयो भने माइनसमा लेख्छौं उतापट्टि। त्यसपछि 2 मा क्याश पेड टु सप्लायर्स मात्र लेख्दा पनि भयो। क्याश पेड टु सप्लायर फर पर्चेज अफ मर्चेन्डाइज लेख्दा पनि भयो। अब यसमा चाहिँ
के जान्छ त भन्दा एउटा कस्ट अफ गुड्स सोल्ड। कस्ट अफ गुड्स सोल्डले चाहिँ के हुन्छ त, कस्ट अफ गुड्स सोल्ड भनेको के हो त, खर्च हो। खर्च के हुन्छ, खर्च भन्ने बित्तिकै के हो अरे माइनस हो। अनि अर्को इन्भेन्ट्री हुन्थ्यो। इन्भेन्ट्री भनेको स्टक। अब त्यो चाहिँ के हो त, हाम्रो एक्सपेन्सेस हो कि इन्कम हो कि एसेट्स हो कि लाइबिलिटिज भन्दा एसेट्स हो। अब एसेट्स बढ्यो भने इन्क्रिज इन इन्भेन्ट्री भयो भने के हुन्छ त, एसेट्स बढ्यो भने के हुन्छ, सम्पत्ति बढ्यो भने माइनस, अनि डिक्रिज भयो भने के हुने रहेछ प्लस। अब यसलाई अर्को तरिकाले बुझ्दा पनि हुन्छ। इन्भेन्ट्री भनेको के हो त, स्टक। हामीसँग बाँकी रहेको सामानलाई हामी इन्भेन्ट्री भन्छौँ हैन। अब यो चाहिँ बढ्यो भने कसरी माइनस कसरी प्लस भन्ने कन्सेप्ट बुझ्न मन लाग्यो भने इन्भेन्ट्री भनेको त हाम्रो स्टक हो। स्टक कतिखेर बढ्छ, यदि हामीले पर्चेज ज्यादा गरेको छ भने, उत्पादन ज्यादा गरेको छ भने, उत्पादन गर्नलाई त हामीले पर्चेज ज्यादा गरेको हुनु पर्यो। अब पर्चेज भन्ने बित्तिकै हाम्रो खर्च हो कि हैन। अब खर्च ज्यादा भएको रहेछ, इन्भेन्ट्री ज्यादा भयो भने भन्ने कुरा बुझ्नु पर्यो। त्यही भएर चाहिँ खर्च ज्यादा भनेको के हो त, खर्च भनेको माइनस हो, त्यही भएर माइनस भएको। यसरी बुझ्दा पनि भयो यसलाई। अब त्यसैगरी अर्को जाने यसमा सप्लायर अथवा क्रेडिटर हो। अब क्रेडिटर के हो त, एसेट्स हो कि लाइबिलिटिज हो कि इन्कम हो कि एक्सपेन्सेस हो त भन्दा क्रेडिटर भनेको लाइबिलिटिज हो। अब लाइबिलिटिज बढ्दै छ कि घट्दै छ हेर्नु पर्यो, इन्क्रिज इन क्रेडिटर हैन। अब क्रेडिटर बढ्दै छ कि घट्दै छ त, अब क्रेडिटर बढ्दै छ भने के हुन्छ, लाइबिलिटिज बढ्दै छ भने प्लस गर्नु पर्यो, घट्दै छ भने के गर्नु पर्यो, डिक्रिज इन क्रेडिटर, घट्दै छ भने माइनस गर्नु पर्यो। त्यसैगरी अर्को के हुन्छ यहाँ, डिस्काउन्ट रिसिभ्ड हुन्छ। अब डिस्काउन्ट रिसिभ भनेको के हो त, इन्कम भयो अथवा हामीलाई फाइदा भयो, हामीले छुट पायौँ भने, त्यही भएर यो के हुन्छ, इन्फ्लो हुन्छ, प्लस हुन्छ भनेर बुझ्नु पर्यो। अब यहाँ पनि त्यही हो, यो माइनस प्लस गर्ने जे आउँछ, माइनसमा आयो भने माइनसमा लेख्ने, प्लसमा आयो भने केमा लेख्ने, प्लसमा लेख्ने भनेर बुझ्नु पर्यो। यसलाई यसरी लेख्दा पनि भयो, यसरी लेखिदिँदा झन् सजिलो हुन्छ। प्लसमा आयो भने प्लसमा, माइनसमा आयो भने माइनसमा, यो पनि त्यस्तै हुन्छ यसरी। त्यस पछाडि अर्को क्याश पे टु इम्प्लोइज एन्ड फर, यति मात्र लेखेँ मैले, अरू अटेन, एन्ड फर अदर अपरेटिङ एक्सपेन्सेस लेख्दा भयो। अब यसमा जाने के हो, अपरेटिङ एक्सपेन्सेस। अपरेटिङ एक्सपेन्सेस एक्सेप्ट नन क्याश एक्सपेन्सेस भन्नु पर्यो। अपरेटिङ एक्सपेन्सेसहरू चाहिँ हो तर नन क्याश एक्सपेन्सेस बाहेक। नन क्याश एक्सपेन्सेस भनेको कस्तो, जुन चाहिँ पैसामा भएको छैन क्या, जस्तै डिप्रिसिएसन। डिप्रिसिएसन भनेको के हो त, कुनै पनि एसेट्सको भ्यालु के हुनु त, घट्नु। सपोज मानौँ एउटा कुनै पनि मेसिन मैले 5 लाखमा किनेको थिएँ भने यसको 2 वर्ष पछाडिको डिप्रिसिएटेड भ्यालु चाहिँ 4 लाख भयो अरे, भनेको 1 लाख के भयो त, यसको डिप्रिसिएसन भयो। अब यो 1 लाख मैले कसैलाई दिएको पनि हैन, मैले कहीँ हराएको पनि हैन, कहीँ गएको पनि हैन नि त, तर यसको युज गरे बापतको भ्यालु डिक्रिज भएको हो नि। अब यो त पैसामा कारोबार त भएको हैन, तर 5 लाखबाट भ्यालु घटेर 4 लाख त भयो नि त, घट्न त घट्यो, त्यही भएर एक्सपेन्सेस भनेर राखिन्छ। तर क्याशमा त घटे, क्याश त कहीँ गएको हैन नि त, इन्फ्लो पनि भएको हैन, आउटफ्लो पनि भएको हैन, क्याशमा त कारोबारै भएको छैन। त्यही भएर चाहिँ यसलाई हामीले किन यहाँ नराखेको, क्याश फ्लो स्टेटमेन्टमा नराखेको। डिप्रिसिएसन अथवा एमोर्टाइजेसन अथवा रिटर्न अफ भनेको क्याशमा नभएको ट्रान्जेक्सनहरू हो क्या, यिनीहरू चाहिँ, त्यही भएर यिनीहरू चाहिँ क्याश फ्लो स्टेटमेन्टमा जाँदैन। त्यसैगरी अब आउटस्ट्यान्डिङ एक्सपेन्सेस र प्रिपेयर्ड एक्सपेन्सेस यहाँ जान्छु। आउटस्ट्यान्डिङ एक्सपेन्सेस, प्रिपेयर्ड एक्सपेन्सेस भनेको के हो त, ब्यालेन्स सिटमा जाने आइटम हो, एसेट्स अथवा लाइबिलिटिज हो, त्यही भएर यिनीहरू चाहिँ बढ्दैछ कि घट्दैछ भनेर हेर्नु पर्यो। इन्क्रिज इन आउटस्ट्यान्डिङ एक्सपेन्सेस भन्नु। आउटस्ट्यान्डिङ एक्सपेन्सेस भनेको के हो त, हामीले तिर्न बाँकी खर्च भनेको लाइबिलिटिज हो। अब लाइबिलिटिज बढ्यो भने के हुन्छ, प्लस गर्नु पर्यो। अब घट्यो भने के हुन्छ, डिक्रिज भयो भने, डिक्रिज इन आउटस्ट्यान्डिङ एक्सपेन्सेस, घट्यो भने के हुने रहेछ, माइनस हुने रहेछ। अब प्रिपेयर्ड पनि त्यस्तै, इन्क्रिज इन प्रिपेयर्ड एक्सपेन्सेस। प्रिपेयर्ड एक्सपेन्सेस भनेको के हो, हाम्रो अगाडि नै तिरेको खर्च एडभान्समा, भनेपछि यो सम्पत्ति हो। सम्पत्ति बढ्यो भने के हुन्छ भन्दा
माइनस हुन्छ, सम्पत्ति घट्यो भने के हुन्छ प्लस हुन्छ भनेर अब बुझ्नु पर्यो। अब यो पनि यहाँ पनि त्यही हो, प्लसमा आयो भने प्लसमा लेख्ने, माइनसमा आयो भने माइनसमा लेख्ने। अब यस पछाडि अर्को अब नम्बर 4 मा इन्ट्रेस्ट एक्सपेन्सेस। अब यसमा जाने के हो त इन्ट्रेस्टसँग रिलेटेड, इन्ट्रेस्ट अन डिबेन्चरहरू भयो हैन, इन्ट्रेस्ट अन लोन भयो, यो सबै कहाँ जान्छ यही जान्छ। मैले डाइरेक्ट के लेखे इन्ट्रेस्ट एक्सपेन्सेस। अब एक्सपेन्सेस भन्ने बित्तिकै के हुन्छ यो अपरेटिङ एक्सपेन्सेसको यहाँ लेखिएन छ, यो अपरेटिङ एक्सपेन्सेस भन्ने बित्तिकै के हो माइनस, एक्सपेन्सेस भन्ने बित्तिकै माइनस। अब यसमा पनि के हुन्छ आउटस्ट्यान्डिङ र प्रिपेयर्ड हुन्छ, यसको पनि त्यही कुरा हो। आउटस्ट्यान्डिङ इन्ट्रेस्ट एक्सपेन्सेस भनेको के हो लायबिलिटिज हो, त्यो बढ्दैछ कि घट्दैछ। प्रिपेयर्ड के हुँदैछ भनेर हेर्नु पर्यो। एउटा आउटस्ट्यान्डिङको चाहिँ लेखेँ मैले, प्रिपेयर्डको चाहिँ अब लेखिन यहाँ। इन्क्रिज इन आउटस्ट्यान्डिङ इन्ट्रेस्ट भनेको के हो त इन्क्रिज भयो। आउटस्ट्यान्डिङ इन्ट्रेस्ट भनेको लायबिलिटिज बढ्यो भने के हो, सरी लायबिलिटिज बढ्यो भने इन्फ्लो भयो, लायबिलिटिज घट्यो भने के भयो आउटफ्लो भयो भनेर बुझ्नु पर्यो। अब यो पनि प्लसमा आयो भने प्लसमा, माइनसमा आयो भने माइनसमा। त्यसै गरी अर्को ट्याक्स पेड छ। अब यो ट्याक्स पेडको पनि यही ट्याक्स एक्सपेन्सेस भन्ने बित्तिकै केमा हुन्छ माइनसमा। इन्क्रिज इन प्रिपेयर्ड ट्याक्स, प्रिपेयर्ड भनेको के हो त अगाडि नै तिरेको यो के हो एसेट्स हो, एसेट्स बढ्यो भने के हुन्छ माइनस। डिक्रिज इन प्रिपेयर्ड ट्याक्स भयो भने के हुन्छ प्लस। यसमा पनि के हुन्छ अझै आउटस्ट्यान्डिङ अथवा प्रोभिजन हुन्छ, त्यो चाहिँ लायबिलिटिज हो, त्यो बढ्यो भने प्लस, घट्यो भने माइनस। अब अर्को इन्ट्रेस्ट एन्ड डिभिडेन्ड रिसिभ भन्छ। अब यो टपिक चाहिँ हामी फाइनेन्सिङमा लगेर हाल्दा पनि हुन्छ यसलाई, तर यही हाल्दा पनि हुन्छ, फाइनेन्सिङमा हाल्दा नि हुन्छ। यो नन अपरेटिङ इन्कम हो, त्यही भएर यसलाई जहाँ राख्दा पनि भयो। ल इन्ट्रेस्ट एन्ड डिभिडेन्ड रिसिभ चाहिँ अब यसमा जाने के हो त एउटा इन्ट्रेस्ट इन्कम अथवा इन्ट्रेस्ट रिसिभ हुन्छ नि, जस्तै इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भयो, इन्भेस्टमेन्टमा आएको इन्ट्रेस्टहरू सबै यहीँ गयो। अनि डिभिडेन्ड इन्कम, अब इन्कम भन्ने बित्तिकै के हो त प्लस भयो, यो दुइटै केमा आउने भयो प्लस। अब लास्टमा क्याश फ्लो फ्रम एक्स्ट्राअर्डिनरी एक्टिभिटीज भनौँ। अब यसमा जाने के थियो दुईटा थियो, एउटा के हो बैंक लोन, अर्को बैंक ओभरड्राफ्ट। अब त्यो के भइरहेको छ हेर्ने हो क्या, इन्क्रिज हुँदैछ कि डिक्रिज हुँदैछ। इन्क्रिज इन बैंक लोन, के हो त बैंक लोन भनेको लायबिलिटिज हो, लायबिलिटिज बढ्दैछ भने के हुन्छ प्लस। अब बैंक ओभरड्राफ्ट पनि के हो त डिक्रिज भयो भने के हो माइनस हो। बैंक ओभरड्राफ्ट पनि के हो लायबिलिटिज हो, लायबिलिटिज बढ्यो भने के हुन्छ प्लस हुन्छ। अनि घट्यो भने के हुन्छ माइनस हुन्छ। अब यसबाट पनि प्लसमा आयो भने प्लसमा, माइनसमा आयो भने माइनसमा लेख्ने। र अब यो सबै यो जुन टोटल एमाउन्ट कलममा छ नि हाम्रो यो सबै आइटमहरूलाई चाहिँ हामीले एडलाई प्लसलाई प्लस गरी माइनसलाई माइनस गरेर लास्टमा आएको भ्यालु यहाँ माइनसमा आयो भने माइनसमा, प्लसमा आयो भने प्लसमा, जेमा आउँछ त्यहीमा लेख्यौँ भने यसलाई चाहिँ हामी के भन्छौँ त क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटीज भन्छौँ।
यो चाहिँ हाम्रो कुन मेथड हो बुझ्नु पर्यो है, यो चाहिँ डाइरेक्ट मेथड हो। र अब यसको यो अपरेटिङ एक्टिभिटिज गर्ने इन्डाइरेक्ट मेथड पनि छ। यो चाहिँ हामी अपरेटिङ मात्र दुईटा मेथडले गर्छौं भने अरु फाइनान्सिङ र इन्भेस्टिङ चाहिँ एउटै छ दुईटैमा, डाइरेक्ट र इन्डाइरेक्टमा। अब यो डाइरेक्ट मेथड चाहिँ हामीले यति कुरा बुझ्यौं भने चाहिँ डाइरेक्ट मेथडको अपरेटिङ एक्सपेन्सेस चाहिँ मजाले हामी गर्न सक्छौं।